ल साथीहरू, नेपियर घाँस कसरी लगाउने केहीमा जानकारीहरू दिन गइरहेछु। म यो नेपियर घाँस 4-5 वर्षदेखि लगाइरहेको छु। यसलाई कसरी लगाउने भन्ने बारेमा केही आफूले जानेको कुराहरू बताउने छु। सबभन्दा पहिला अलि पानी नजम्ने खालको जग्गा छनौट गर्नुपर्छ, किनभने यदि वर्षामा तपाईको जग्गामा पानी जमिरहेको हुन्छ भने यो घाँस राम्रोसँग हुर्किँदैन र सडेर जान्छ। त्यसैले गर्दा जहिले पनि यो नेपियर घाँस लगाउँदाखेरि उच्च हुने खालको र पानी नलाग्ने खालको जग्गामा लगाउनुपर्छ। र लगाउनुभन्दा पहिला आफ्नो खेतलाई राम्रोसँग गोडमेल गर्नुपर्छ र सकेसम्म जति तपाईँ गोबरको खाद भयो या तपाईको घरमा बाख्राहरू छन् भने तिनीहरूको बडकाउराहरू राम्रोसँग त्यसमा माटोमा मिसाइदिनुपर्छ। यसले के गर्छ भने घाँस 3 महिनाको साटा 2 महिना नै खुवाउन सकिन्छ। जुन खेतमा अलि उब्रा शक्ति धेरै हुन्छ यो घाँस एकदमै राम्रोसँग हुर्कने गर्छ। र यसपछि यसलाई कसरी लगाउने भने यसका के साथीहरू, सबभन्दा पहिला यो नेपियरको छिपेको डल्लाहरू लिनुपर्छ। हेर्न सक्नुहुन्छ यसका सबै आँख्लाहरू राम्रो छन्। यस्ता राम्रो आँख्लाहरू भएको बोट मात्रै लगाउनुपर्छ। अलि छिपेको हुनुपर्छ, छिपेको छैन भने त्यो राम्रो उम्रिँदैन पनि राम्रोसँग। र यसलाई कसरी लगाउने, सबभन्दा पहिला त यसलाई सानो टुक्रा गर्नुपर्छ। टुक्रा गरेपछि यसलाई साथीहरू, नेपियर टुक्रा गर्नुभन्दा अगाडि म आफ्नो खेतमा यस्तरी मुढीहरू बनाएको थिएँ। यसरी राम्रोसँग पहिला बनाउनु होला। अनि त्यसका डल्लाहरू काटिएको कम्तीमा 2 फिटको दूरी कम्तीमा त्यो मुढीको नारीको हुनुपर्छ। म देखाइरहेको छु अहिले, तपाईँ हेर्न सक्नुहुन्छ। यसलाई लगाउँदाखेरि कम्तीमा 45 डिग्रीको एङ्गलमा लगाउनुपर्छ। हेर्न सक्नुहुन्छ यसरी म लगाएको छु। यसरी 45 डिग्रीको एङ्गलमा लगाउनुपर्छ। अनि लगाइसकेपछि यस्तो माटीले पुरिदिनुपर्छ। जहिले पनि पुर्दाखेरि अलिकति 1-2 अमुर यसरी माटोभन्दा माथि अलि घाम पाउने किसिमको देख्नु पर्यो। अनि मात्र यो राम्रोसँग उम्रिन्छ। माटोमा पुरै यो हाँगा मुनियो भने यसले उम्रिँदैन। त्यसपछि म यहाँ लगाएर फेरि कम्तीमा 1-1.5 फिट पछाडि लगाएको छु। यसरी यो घाँसलाई लगाउनुपर्छ। यो घाँस लगाइसकेपछि कम्तीमा 1-2-3 दिन भित्रै यसमा पानी लगाउनुपर्छ। पानी लगाइसकेपछि कम्तीमा पहिलोचोटि यो यदि राम्रो उब्जाउ भूमि छ भने 2 महिनामा हुन्छ काट्नको लागि, होइन भने 3 महिना जति लाग्छ। यसरी नै हो नेपियर घाँस लगाउने साथीहरू।